Hello everyone, I hope हजुर सन्चै हुनुहुन्छ। लाइफ स्मिथिङ सारा अफिसियल युट्युब च्यानल साथीहरू, मेरो च्यानलमा हजुर ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ। अहिले चाहिँ म कहाँ जान लाग्दैछु भनेर भन्दा मिलमा बजारमा तोरी पेल्न जाँदैछु साथीहरू। अनि मेरो छोरी चाहिँ यहाँ ब्रस गर्दै हुनुहुन्छ। छोरी हजुर कहाँ जानु भएको? स्कुल। लभ यु है, ल रुइकन जानुहोस्। ल बाई 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 साना। ल अब हजुर आमासँग रेडी भएर स्कुल जाने है। मम्मी भरे मायालाई खानेकुरा लिएर आउँछु। हस्, के लिएर आदियो मेरो सानोलाई? पाइनएप्पल बिस्कुट हो। ल ल ल ल पहिला मुख कुल्लो गर्नु ल पानीले। हस् साथीहरू, हाम्रो चाहिँ गाडी आइसक्यो। मेरो चाहिँ अब गाडीमा चढेर बजार कोलोनी बजार आएको कि हाम्रो ठाउँमा चाहिँ कति राम्रो रोड थियो पहिला, अहिले चाहिँ पुरै भत्काएर फेरि अर्को नयाँ बनाउन लागेको रहेछ है साथीहरू। यो चाहिँ नुवाकोट जिल्लाको कोलोनी भन्ने ठाउँमा पेल्न जानु लागेको तोरी। तपाईँ धेरै नै गाह्रो भयो र म चाहिँ यहाँ टक्क लाएर बाटोमा भाग लिएर हिँडिरहेको छु। साथीहरू, म चाहिँ बजारबाट आइसक्यो। मैले चाहिँ हजुरहरूको बजारमा सामानहरू किनमेल गरेको भिडियो चाहिँ गर्न पाइनँ साथीहरू। आज चाहिँ मैले के सामानहरू किनेँ। अब चाहिँ बजारबाट आएर पनि हामी चाहिँ हजुरआमा र म चाहिँ एकदमै भोक लागेर चिया बनाएर खाना जाँदैछौँ साथीहरू। सबैभन्दा पहिला चाहिँ मैले यो चनाको दालहरू है, यस्तै दालहरू, अनि यो मासुको दाल, यो मुङ्गीको दालहरू मैले लिएर आएछु। अनि यो पनि मुङ्गीको दाल हो साथीहरू। आजको मेरो सपिङ म चाहिँ तोरी पेल्लीबाटबाट अनि यी सामानहरू किनेर लिएर आएको। हाम्रो यो चाहिँ सुजिम बजारबाट ल्याएको हो। यो चाहिँ सुजीको पिठो कस्तो हुने रहेछ भनेर टेस्ट गर्नको लागि लिएर आएको साथीहरू मैले। अनि यहाँ हेर्न सक्नुहुन्छ स्पेसल यो चाहिँ मेरो छोरीको लागि ब्याग हो साथीहरू। स्कुल जानको लागि टिक लाएर ब्याग जति के अरे 2टा ब्याग सकिसक्यो नानीको। अनि यो चाहिँ मेरो चाहिँ घरबाट फर्स्ट ब्याग हो। हर्षलालसम्म ब्याग किनेको छैन। पहिला सुरुमा उहाँको फुपू दिदीले किनिदिनु भयो, ठुलो फुपू दिदीले। अनि त्यहाँबाट अङ्कलले दुबईबाट ल्याउनु भएको थियो। अनि 2टै ब्याग लगभग फाटेर सकिन लागिसक्यो। अनि यो ब्याग पनि मैले आज लिएर आएको। ब्याग लिएर आयो। मेरो छोरीको लागि स्ट्रबेरीलाई चाहिँ 100 रुपियाँ पऱ्यो है साथीहरू। यो चाहिँ पाउरोटी, यो चाहिँ पप लिएर आएको मेरो छोरीको लागि। यो बिस्कुट चुङ्गरी आइन है, यो बिस्कुट सबै छोरीको लागि लिएर आएको। अनि यो पनि चोको छोरीको लागि लिएर आएको। यति हो मेरो छोरीको लागि सामान चाहिँ। बस्नु न तैँले छैन। बच्चाहरू खानेकुरा केही छैन, सामानै राखेको छैन। त्यही हो साथीहरू, मैले चाहिँ यति सामान लिएर आएँ है। अनि आज छ मेरो कुखुराको लागि 5 किलो दाना, लिएर आएको। अनि यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, सबैभन्दा ठुलो भारी चाहिँ यही हो मेरो। यो सबैभन्दा ठुलो भारी यही हो। सक्नुहुन्छ है साथीहरू, यो चाहिँ शुद्ध तोरीको तेल हो यो चाहिँ। अनि यो भित्र पिना छ, पिना र अनि तेल म निकालेर हजुरहरूलाई देखाउँछु। मैले तेल आज कति लिएर आएँ त भनेर। साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ यो यहाँ चाहिँ भयो पिना, अनि यो चाहिँ तेल। यहाँ चाहिँ हाम्रो हजुरआमा हुनुहुन्छ है, हेर्नुहोस् है। यहाँ यो पिना माथि राख्यो भएर तेल चाहिँ यस्तो भएको छ। तर जे होस्, म चाहिँ आज तोरी पेल्न गएर बजार सपिङ पनि गरेर आएँ साथीहरू। अनि पैसा त सकिएछ भने मैले मसँग अहिले बाँकी जम्मा पैसा कति छ म हजुरहरूलाई देखाउने छु।
तपाईँहरू किनकि मेरो एउटै फ्यामिली भइसकेपछि मेरो सबै कुराहरू चाहिँ हजुरहरूसँग सेयर गर्दा झनै राम्रो हुन्छ है साथीहरू। ब्यागमा जम्मा मेरो 120 रुपियाँ आज चाहिँ फिर्ता आएको छ घरमा र म खुसी नै छु। अनि म त कस्तो डर लागिरहेको थियो क्या साथीहरू, अब सामान त ला किन है, लास्टमा त गाडी भाडै पुग्दैन कि भन्ने एकदम डर पनि भयो। अनि गाडी भाडा पुगेर पनि 120 रुपियाँ चाहिँ बच्यो साथीहरू। आज बजार गएर अनि तेलको यो तेलेको भाडा यताउता गरेर ल यस्तै हो। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, म फेरि पनि देखाउँछु सररररररररर लाएर आजको सपिङ चाहिँ मेरो भयो साथीहरू। म बजार गएर आज आएँ धेरै समयपछि, महिना भयो म नगएको बजार, गएर पनि आयो साथीहरू। ल अब हामी चाहिँ चिया खाँदैछौँ। तपाईँलाई मेरो भ्लगमा स्वागत छ। च्याथुङ्गुची आयो ल खानु न त, खानु चिया, म पनि खान्छु। अब कस्तो भोक लागिरहेछ क्या साथीहरू। अब म चिया खान्छु टक्कलाएर। यो तेल चाहिँ अब माथि राख्छु। कति तेल यति नै हो के, खासै धेरै आएको छैन। अर्को पनि मेरो तेल अर्को पनि निकाल्न पर्ने छ। ल साथीहरू अब मेरो नानी पनि स्कुलबाट आउने बेला भइसक्यो। के हो यो सानोलाई, के हो यो मामुले, समाउनुहोस् खुसी। अब खुसी भयो कि भएन साना, यता हेर्नु न, यता हेर्नु न, थ्याङ्क यू मामु भन त, भन त ल। के हो यो, के हो यो सानालाई, साना। मेरो छोरी चाहिँ स्कुलबाट आउने बित्तिकै जहिले बोल्दैन के, हातपात बोल्दैन। अनि उसलाई घरमा आएर खाजा दिइसकेपछि चाहिँ ऊ खुसी हुन्छ। साना छोरी, स्ट्रबेरी मिठो छ? कति खानु भयो मेरो छोरीले त, मिठो छ हो, यम्मी यम्मी। थ्याङ्क यू मम्मु भन न त एकचोटि, मम्मुले ल्याएको हो नि। यता हेरेर, मोबाइलमा हेरेर थ्याङ्क यू मम्मु भन त। सो गाइज मेरो छोरी चाहिँ खाजा खाइरहनु भएको छ। कतिको मिठो छ सानो पाउरोटी, मिठो छ? अनि यो स्ट्रबेरी मिठो छ कि छैन, एउटा मम्मी खाइहेर्छु ल। कस्तो मिठो के गाइज स्ट्रबेरी। बजारबाट ल्याएको छोरीको लागि। छोरीले सारिसक्यो, मैले खाइसकिन्छ भनेर। ल ल मम्मी खाँदिनँ, हजुर खानुहोस्, हजुर नै खानुहोस्, हस् राख्नु, अगाडि राख्नु, मम्मी खाँदिनँ, हजुर खानु। सो साथीहरू, म चाहिँ मेरो नानी चाहिँ के कस्तो बानी छ भने, स्कुलबाट आएर उसले खाजा नदिकन चाहिँ ऊ हातपात बोल्दैन के, किनभने बच्चाहरू भोक लागेर आयो हुन्छ नि त स्कुलबाट, भोक लागेर आएको हुन्छ। अनि टक्क उसको लागि खाना के अरे खाजा रेडी बनाएर दियो भने, अनि उसले खाजा खाइसकेपछि चाहिँ ऊ अनि बोल्न थाल्छ, खेल्न थाल्छ के बच्चाहरू। अनि भोक लागेर आउँछ, यस्तो न्याम्म कस्तो माया लाग्दो भएर आउँछ सुरुमा स्कुलबाट आउँदाखेरि। स्कुलमा पनि खाजा दिन्छ, अनि स्कुलमा बच्चाहरू अब एकैछिनमा खाइरहने बानी हुन्छ नि त। अनि त्यही भएर नि हो साथीहरू, घरमा पनि आउने बित्तिकै खाजा दियो भने खाजा खाएर खेल्छ मेरो छोरी। ल अहिले मम्मी खाइदिन्छ। मेरो छोरीले चाहिँ यसमा घाउ देखेर खाना नमानेको हो खास, मलाई थाहा छ। चोखाली छ नि त मेरो छोरी, मै खाँदिनँ। मम्मीलाई हजुरलाई यो बनाएको नखाने अन्डा गम हातले खानु न, किन काँटा चम्चा लाग्यो, गम खाइदियो, खाइदियो ल। मेरो छोरी चाहिँ अब बोल्न थालिसक्यो। खाजा खाइसकेपछि चाहिँ अटोमेटिक मेरो छोरीको चाहिँ बोली आउँछ। अनि खुसी हुँदै रमाउँदै एकछिन खेल्छ अनि फेरि अनि बेलुका खाना खाने टाइम हुन्छ। सो साथीहरू, मेरो भिडियो चाहिँ आज यति नै छ, छोटो मिठो मेरो भ्लग। आज चाहिँ मैले भिडियो गर्न पाएन, त्यसको मैले चाहिँ मलाई कस्तो बजारमा चाहिँ मैले
सामानहरू किनेको यताउता गरेको चाहिँ भ्लग बनाउन पाएन। त्यसको लागि सरी, तपाईँहरूलाई क्षमा माग्न चाहन्छु। लाज लाग्यो कि मैले यसरी सबैजनाको अगाडि मैले मोबाइल तिर्साएर बोल्न चाहिँ लाज लागेको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ हजुरहरूको सामु मैले सामानहरू किनेको भ्लग ल्याउन सकिनँ। त्यसको लागि फेरि पनि क्षमा माग्छु। कुनै दिन आशा छ सबैजनाको अगाडि चाहिँ म बोल्न सक्ने हुन्छु एक दिन पक्कै पनि, यो मलाई अनुभव भइरहेछ। र साथीहरू, अहिलेको लागि मेरो भिडियो चाहिँ यति नै। र त्यसको लागि तपाईँहरू मेरो के अरे च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला, लाइक कमेन्ट एन्ड सेयर गर्नुहोला साथीहरू। अहिलेको लागि चाहिँ बाई बाई।